हामी चाहिँ त मौरी काट्ने भनेर गएको थियौँ। मिसिन बोक्ने चाहिँ टाढो कहाँ भन्ज्याङको अन्तारे काइलो हौ। अनि अन्त केटाहरू चाहिँ तल हुँदैछ, हामी अलिक अगाडि छौँ। कोही कोही बेला थाहा हुन्छ केटाहरूलाई, आँखा सुन्नेर घर आउँछ। आज म चाहिँ एक गाँस मात्र खाने भनेर जाने गरेको पहिलो छ त्यो मौरी काँडै। म हिँडेको छैन, आज जाँदैछु मौरी काट्नु। मौरी कतिको चिल्दो रहेछ आज चेक गर्ने हौ। अन्त हाम्रो स्टार्ट चाहिँ भइसक्यो मौरी काट्ने, फेदमै रहेछ। हेरौँ के हुन्छ। आज चिल्दै खान्छ होला, केटाहरूले चिलाउँछ होला हो। एउटा पाउलो निकाल्न मिल्छ? कहाँ मिल्थ्यो त्यसरी त? यता भित्र यो माथि माथिको यो माथि काट्नु पर्दैन कि यो माथिमा हाँगा काट्यो नि होइन नि, काट्दा हुन्छ क्या। उँभो छ दुलो चाहिँ कता यस्तो यो बिचमा छ कि? बिचमा हुँदैन बिचमा त रुख लडेर त्यो त माथि छ, माथि छ, साह्रो माथि छैन। अलिक यो यसलाई फेदमै काटिहाल्नु यो अगाडि, त्यहाँबाट पर्टेर्छ घोचिहाल्छ च्यान। यता सो गाइस एक वर्षको आयु आउँछ अरे जङ्गलको मह खाँदा। एक वर्ष आयु बढ्यो गाइस केटाहरू जबको। एक वर्ष आयु बढ्यो छैन। हेलो गाइस, अब रुख पनि अन्तिम भयो, यो रुख ढल्नै लाग्यो। मह चाहिँ कति छ यो घाँस भएको माथि ढल्नै आँट्यो छैन। अलिकति मात्र पड्केछु भने आइज 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 भाग। आमा हरालो गयो यो त यार। यत्रो हेर्नु त चाका कतिवटा छ, गनेर साध्यै छ यहाँ चाका गाई, गनेर साध्यै छ र हेर्नु त चाका। अब काट्ने फेरि यतापट्टि काट्ने भइसक्यो बेला, एक बोल निक्लिसक्यो होइन, एक गाग्री आउला कि आँखा छ नि त। यस्तो हुनुपर्छ, चोकाउँछ मलाई, फुफु गर्न थाल्यो। खै 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 भाग भाग, मलाई डर लाग्छ। ए कसम झन् मऱ्यो यार। सबै हेर्छु नकाटौँ भन्दाखेरि अनुहार बिगार्छ।